एन्ड हामी आज फाइनल्ली आइपुगेको छौँ झोलुङ्गे पुल जुन न्युली एडिसन रहनेवाला छ हाम्रो बुद्धु शान्तिको। सुबह 8 बजे। हेलो गाइज, वेलकम ब्याक अगेन टु माई अनदर भिडियो। एन्ड आई होप सो सबैजना सन्चै हुनुहुन्छ होला र त्यही पुरानो बाजे 69 तपाईँहरूको सामु न्यू भ्लग लिएर आएको छ। अब चाहिँ एज अ कम ब्याक पनि भन्न सकिन्छ यसलाई। अनि न्युली अब केही टाइम निकै टाइम भइसक्यो भ्लग नगरेको, फेरि 81 हिजोदेखि के झोक चल्यो आजको दिनमा भ्लग गरौँ भनेको। एन्ड भ्लग गर्ने भन्न साथ दिन यस्तो बनेको छ। एन्ड हामी आज फाइनल्ली आइपुगेको छौँ झोलुङ्गे पुल जुन न्युली एडिसन रहनेवाला छ हाम्रो बुद्धु शान्तिको भाइरल घर। एन्ड यो झोलुङ्गे पुल, सो झोलुङ्गे पुल साइडमा जानु पर्दाखेरि यता अगाडिपट्टि हाम्रो बसन्त रहनेवाला छ। बसन्त हल्लाइदिँदै लभली यो हाम्रो झोलुङ्गे पुल छ। एन्ड यहाँबाट एउटा नजारा चाहिँ एकदम लभली नजारा देखिनेवाला छ। यो भर्खरै 3-4 हप्ता भन्दा नि 1 महिनाभन्दा बढी भयो, 1-2 महिनाभन्दा बढी भयो चल्नमा आएको। एकदम लभली छ। एन्ड म पनि एकदम जोसको साथमा स्टार्टिङ गर्दैछु। एन्ड तपाईँहरूले मलाई मेरो न्यू च्यानल, न्यू वर्क, न्यू प्रोजेक्टमा पनि देख्न सक्नुहुन्छ। बाजे 69 कास्ट डिस्क्रिप्सनमा लिङ्क रहनेवाला छ, त्यसमा पनि म एभाइलेबल रहनेवाला छु। त्यताबाट पनि सपोर्ट देखाइदिनु हुन्छ राम्रो हुन्छ। एन्ड आजको दिनमा हामी यो भ्लग गर्दैछौँ। अलिकति इन्ट्रेस्टिङ पनि लागिरहेको छ, निकै टाइम पछाडि भ्लग गरेको छु। सो अलिकति अनकम्फर्टेबल त लागि नै रहेछ, किनकि क्यामेरा पक्र्दै ओर्ने सब बिर्सिसकेको छु। लगभग कति टाइम भइसक्यो। हुस्से आज यस्तो लागेको छ तपाईँहरूकोतिर के कस्तो सिनारीहरू छ। एन्ड पक्कै पनि आज म यता क्रसरतिर आएको थिएँ क्या। क्रसर भन्नाले यहाँ माथि एउटा कन्स्ट्रक्सन साइटको जुन पिचहरू बनाउनुहुन्छ त्यसको र मेटेरियल्स युज जहाँनिर उत्पादन गर्छ त्यहीँ आएको थिएँ। एन्ड पैसा लिन जानुपर्ने थियो, गाडीले काम गरेको त्यस्तो पैसा लिन जानेवाला जस्तो। एन्ड स्टे ट्युन विथ अस, एकदमै मजा भने आजको दिनमा आउनेवाला छ। अनि
हाम्रो खोलाको रिङको बाटो रहने रहेछ जहाँबाट हामी क्रसर जान्छौँ होइन क्रसर पनि कस्तो हुन्छ भनेर हामी कुरा गर्नुवाला छौँ अहिले त्यहाँनिर कति पनि हेर्दै एकदम मजा आउँछ क्या त्यो साइडमा जुन खोला सुन्दाखेरि चाहिँ एकदमै नेचुरल रिसोर्सेस भए पनि त्यहाँबाट चाहिँ हामीले धेरै कुराहरू निकै बेरोजगारी चाहिँ घट्दै गएको छ यसलाई निकै लगभग 1000भन्दा बढीजनालाई चाहिँ काम गरेर खाने कुरो पनि बसेको छ त्यही साइडमा गाडी छ हामीले एज अ कन्स्ट्रक्सन साइडमा चाहिँ र मेटेरियल्स लाइक ढुङ्गा तपाईँहरू घर पुग्नुहुन्छ भने हामी कन्ट्याक्ट गर्न सक्नुहुन्छ हामी त्यो सामान तपाईँहरूलाई प्रोभाइड गरिदिनेछौँ झापा जिल्लाभरि झापा जिल्ला भन्दा पनि बिर्तामोड हल्दीबारीसम्मको ठाउँसम्म चाहिँ गरिदिन्छौँ अलिकति कस्ट ज्यादा नै पर्छ आजभोलि अलिकति राजनीतिले गरेर यो यताउति खोला नालाको काम सबै राजनीतिक मान्छेहरूले ठेका लिन्छ क्या किन्छ भनौँ न खोला किन्छ सिधै त्यो कुरा अलिकति सिद्ध भएको छैन साइडमा खोलाको सामान बिक्री हुन्छ तर त्यो बिक्री भएको पैसाले मान्छे धनी भइरहेको छन् क्या त्यो मान्छे धनी हुनुभन्दा पनि कुनै संस्था हेरेर चाहिँ त्यो सामानहरूलाई एउटा संस्थाले गरेर यस्तो जुन हाम्रो खोलाकै छेउछाउको बाटाहरू छन् त्यो बाटालाई चाहिँ विकास गर्नुपर्छ भन्ने एउटा कन्सेप्ट चाहिँ मैले राखेको छु लेट्स सी अब पछिल्लो दिनमा केही राम्रो हुन्छ भने त्यो साइडमा गरौँला भन्ने आश छ लेट्स अब अहिलेको सिनारीमा चाहिँ के हुन्छ भने खोला ठेका लाग्छ ठेका 25-30 करोडमा लाग्छ त्योनिर अलिक धनीमनी मान्छेहरूले पैसा हाल्छन् अनि त्यसबाट भएको प्रफिट उनीहरूले आफ्नै गोजीमा हाल्छन् क्या किनकि नेचुरल रिसोर्सेस भनेको त हामी सबैको साझा सम्पत्ति हो नि त त्यसको कारणले त्यो सम्पत्तिलाई हामीले सदुपयोग गरेर विकासको काममा लगाउँ भन्ने कुरा हो किनकि कुनै धनी भइरहेको व्यक्तित्वलाई अझै धनी बनाऊ भन्ने कुरा नआओस् भन्ने कुरा लाग्छ एन्ड यो चाहिँ मेरो कन्सेप्ट हो एन्ड यता पसन्द हाम्रो ड्राइभर गर्ने गर्छ मैले चाहिँ पर्सनल्ली 600 सेलरी दिएर राखेको महिनाको भन्दाखेरि भएन सो यो हाम्रो हुस्से एकदमै हाई रहने छ अलिकति गाउँ टाइप छ यहाँदेखि यतापट्टिको साइड जुन छ त्यहाँदेखि चाहिँ हाम्रो भाइरल घर छ भाइरल घर चाहिँ आज जाँदैन हामी नेक्स्ट घरमा जानेवाला छौँ भाइरल घर पनि अहिले एकदमै पुरानो बनिसकेको छ किनकि दर्शकहरू घटेको छ सायद मेरो भिडियोले केही कुछ पारेर फेरि दर्शकहरू आइदिनुहुन्छ हाम्रो भाइरल घरमा माया गरिदिनुहुन्छ भन्ने एउटा एक्सपेक्टेसन राखेको छु एन्ड आफ्टर लङ टाइम यो कम ब्याक अब बन्नेवाला छ हामी ब्याक टु ब्याक अभाइलेबल गर्नेवाला छौँ अनि केही टाइम पऱ्यो अलिकति ज्यादै भ्लगहरू नआए पनि के हदसम्म एउटा लिमिटेड टाइममा आउँछ जो टाइममा तपाईँहरूले मलाई युट्युबमा देखिरहनु हुनेछ अब तपाईँको केही नजिक आइसकेको घाम देख्न सकिन्छ एकदम सेतो सेतो स्टिलको देखिएको छ एन्ड वे यो साइडमा हाम्रो मकै रोप्ने काम पनि बनिसकेको छ खेतबारीहरू जुन पक्काइरहनेवाला छ एन्ड अब अलिकति घरतिर पुगेपछि हाम्रो क्रसर आउनेवाला छ सो त्यो क्रसर पनि केही छिटो आउनेवाला छ अब जुन हामी डिस्टेन्स पार गरेर आएको छौँ खोलै खोला त्यो हामी बिल बुझाउँछौँ बिल बुझाएको चाहिँ भिडियो गर्दिनँ त्यस पछाडि हामी अलिकति पैसा कलेक्ट गर्नेवाला छौँ त्यो सेयर गर्नेछौँ बिरिङ खोलाले कति रोजगारी दिएको रहेछ भन्ने कुरा एन्ड हामी फाइनल्ली क्रसर आइपुगेको छौँ यहाँनिर क्रसरको स्टोक रहनेवाला छ अनि यो स्टक हुँदै हुँदै हामी अब क्रसर प्रस्थान गर्नेवाला छौँ यो क्रसरको अफिस रहनेवाला छ यो चाहिँ एज अ कम्पनी एउटा कम्पनी जसलाई क्रसर भनिन्छ त्यो कम्पनीले लिएको हुन्छ त्यो त्यहाँबाट र मेटेरियल्स हुन्छ रहनेवाला गाडी पनि त्यहाँनिर पक्कै आएको छ यहाँनिर र मेटेरियल्स युज हुन्छ अब चाहिँ हामी क्रसरबाट पैसा लिएर घर जाँदैछौँ गाईहरू पैसा लिएर जाँदैछौँ र हाम्रो आउँछ अगाडि त्यहाँको बाइकमा जाँदै हुन्छ भने यता रहनेवाला छ घरमा सकिन्छ जाडोको मौसम कस्तै छ जाडो घरको सिक्दै छैन जाडो हटेर चाहिँ अब बक्सी पुस लागिसकेपछि भनेको जाडो भनेको ब्याक टु ब्याक रहनेवाला छ अब घर आइयो क्रसरतिर कसै घर आइसकेको साथी अब क्रसर घर आइयो अब सात गर्नुवाला छ आज काम हुनेवाला छ पैसा गरेर भिडियो आउनु पनि सक्छ नआउनु सक्छ त्यहाँनिर मान्छेहरू हुन्छ फेरि पैसा कहिले नदिने जस्तो भिडियो बनाएको भन्ने यहाँ त्यहाँ जस्तो कुरा आउँछ होइन पसन्द त्यही पछाडि अब भने हामी आउँदैछु घर आइपुग्नु आँटेको छ अगाडि चाहिँ देख्न सकिन्छ माइ गड अनि यहाँबाट हाम्रो एक हप्ताको 2टा गाडीले गरेको कमाइ हो अघि मैले भने थिएँ क्रसरमा त्यहीँ सामान बोकेर चाहिँ गरेको यसमा त्यस्तै 36-38 हजार छ अनि यसमा 40-50 हजार जति छ लगभग 1 लाख जति एक हप्तामा इन्कम गरेछ यो थियो हाम्रो विकली इन्कम गाडीको त्यही नै हो एकदमै विकली जर्नी अनि एकदम लामो टाइम पछाडिको कमब्याक हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ आजको लागि बिदा दिन चाहन्छु ओके बाई बाई लभ यु अल